बास गर्नुहुन्छ। जसले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ त्यसलाई चाहिँ परमेश्वरले नाश पार्नुहुन्छ। ठुलो चेतावनी छ, तिमीहरू परमेश्वरको मन्दिर हो। यसले दुईटा अर्थ राख्छ। एउटा अर्थ त हामी व्यक्तिगत रूपमा हामी परमेश्वरको मन्दिर हौँ, त्यसबाट हामी चाहिँ झार रक्सी चुरोट पिँढी होइन आदि इत्यादि शरीरलाई खराब गर्ने कुरा प्रयोग गर्न हुँदैन, किनभने यो परमेश्वरको मन्दिर हो। अनि त्यो कुराहरू खायो भने हामीलाई रोग लाग्छ, मुटु कलेजो पक्सु बिग्रिन्छ। अनि त्यो भनेको चाहिँ परमेश्वरको मन्दिरलाई नाश पारेको हो। त्यसो त हामी यस्ता कुराहरू चाहिँ चलाउँदैनौँ भन्ने एउटा अर्थ हामीले कतिपल्ट भन्छौँ। त्यो पनि सत्य हो। हामी हरेक परमेश्वरको मन्दिर जीवित मन्दिर हौँ। कति मन्दिरहरू छन् नि, अब अरू हाम्रो दाजुभाइ दिदीबहिनीहरूले होइन जानेर नजानेर बुझ्ने, ती मन्दिर चाहिँ के हो, निर्जीव मन्दिर हो। चल्दैन, हिँड्दैन, लानु पऱ्यो भने मान्छेले बोकेर लानु पऱ्यो, सार्नुपर्छ। तर हामी चाहिँ हिँडडुल गर्छौँ, तर हामी भित्र चाहिँ परमेश्वर बास गर्नुहुन्छ। त्यसो त हामी के हौँ, जीवित मन्दिर हो। परमेश्वरको मन्दिरलाई नाश गर्ने काम चाहिँ हामीले गर्नुपर्छ। एउटा अर्थ त्यो छ। अब अर्को अर्थ चाहिँ आजको सन्दर्भमा अझ वास्तवमा यहाँ प्रयोग गरिएको त्यही कन्टेक्स्टमा छ, त्यही सन्दर्भमा छ। त्यो चाहिँ के हो त भन्दा मण्डली। मण्डली परमेश्वरको तपाईँ हामी मिलेर नै मण्डली भएको, विश्वासीहरूको समूह र मण्डली हो। यो भवन त मण्डली भवन हो, यो मण्डली होइन, यो मण्डली भवन हो। घर चाहिँ मण्डली चाहिँ तपाईँ र म हो। जहाँ हामी भेला हुन्छ त्यही मण्डली। हामी रुखको मुनि चौतारीमा भेला भएर आराधना गऱ्यौँ, वचन पढ्यौँ, प्रार्थना गऱ्यौँ, हाम्रो समूह जुट्यो भनेदेखि चाहिँ रुख मुनि हाम्रो मण्डली भयो। ओडारमा गएर गुफामा गएर हामीले त्यो गऱ्यौँ भने गुफामा हाम्रो मण्डली भयो। घरमै हामी गऱ्यौँ भने घरमै हाम्रो मण्डली भयो। अनि यस्तो खालको भवनहरू बनाएर हामी सामूहिक रूपमा भेला हुन सकेको कारण अब यहाँ चाहिँ हाम्रो मण्डली। अनि त्यस कारण बोलीचालीमा चिन्हलाई होइन बाटोमा हिँड्दा यसो चाहिँ धोरी भएको पुरुष राखेको ए यहाँ मण्डली रहेछ, चर्च रहेछ भन्छौँ, अन्यथा छैन, ठिकै छ बुझ्नलाई। तर वास्तविक मण्डली चाहिँ विश्वासीहरूको समूह हो। यसु ख्रिस्टले बोलाउनु भएको, चुन्नु भएको, छान्नु भएको, यसु ख्रिस्टका रगतले धोइएका पखालिएका मानिसहरूको समूह, त्यो चाहिँ के हो, चर्च हो। जसले चर्चलाई हानि पुर्याउँछ, जसले परमेश्वरको चाहिँ मन्दिरलाई नाश गर्छ, त्यसलाई परमेश्वरले नष्ट पार्नुहुनेछ। मण्डलीलाई कुबलो हुने कुराहरू, हानि हुने कुराहरू कसैले गर्यो भनेदेखि परमेश्वरले त्यसलाई के गर्नु हुँदैछ, सजाय दिनु हुँदैछ, नाश पार्नु हुँदैछ। खतरनाक कुरो हो। मण्डलीको कुबलो चिताउनु, मण्डलीलाई बिगार्ने भत्काउने कुराहरू चाहिँ त्यो मनसाय राखेर गर्नु इन्टेन्सनली, अनि त्यो चाहिँ के रहेछ, ठुलो डरलाग्दो कुरा रहेछ। कहिल्यै पनि मण्डलीमा आँच आउने कुरा, मैले बोलेका कुराले, मैले गरेको व्यवहारले कतै परमेश्वरको मण्डलीमा फुट ल्याउँछ कि, परमेश्वरको मण्डलीलाई बिगार्छ कि, भत्काउँछ कि, परमेश्वरको मण्डलीलाई चाहिँ अहित गर्छ कि भनेर हामी सचेत हुनुपर्ने रहेछ।